साथीहरू नमस्कार। विश्वको फुटबल चलिरहँदा नेपालमा भने दुःखद समाचार आएको छ। विश्व फुटबल महासंघ फिफाले नेपालमाथि तत्काल प्रभाव पर्ने गरी प्रतिबन्ध लगाएको छ। यो निर्णयसँगै नेपाली फुटबल गम्भीर संकटमा परेको देखिएको छ। फिफाको प्रतिबन्ध लागेपछि नेपालले अब कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउने छैन। यसको अर्थ राष्ट्रिय पुरुष तथा महिला टोली मात्र होइन, नेपाली क्लबहरू पनि एएफसी र फिफा अन्तर्गतका सबै प्रतियोगिताहरूबाट बाहिरिनेछन्। यसको प्रत्यक्ष असर नेपाली खेलाडीहरूमा पर्नेछ। अन्तर्राष्ट्रिय अनुभव, विश्वस्तरीय प्रतिस्पर्धा र आफ्नो प्रतिभा देखाउने अवसर नेपाली खेलाडीहरूले गुमाउनेछन्। यसले भविष्यका पुस्ताका खेलाडीहरूको विकासमा समेत नकारात्मक प्रभाव पार्नेछ। यति मात्र होइन, फिफा र एएफसीबाट नेपाली फुटबल विकासका लागि आउने करोडौं रुपियाँ बराबरको आर्थिक सहयोग पनि पूर्ण रूपमा रोकिनेछ। फुटबल मैदान निर्माण, ग्रासरुट विकास कार्यक्रम, प्रशिक्षक तथा रेफ्री तालिम, युवा खेलाडी विकास र विभिन्न पूर्वाधार निर्माणका योजनाहरू प्रभावित हुनेछन्। एन्फा अन्तर्गत सञ्चालन भइरहेका आधिकारिक कार्यक्रमहरूमा समेत गम्भीर असर पर्नेछ। एन्फा एकाडेमीमा प्रशिक्षण गरिरहेका युवा खेलाडीहरूको भविष्य अनलमा पर्न सक्नेछ भने फुटबल प्रशासनमा कार्यरत कर्मचारीहरूको सेवा सुविधा पनि प्रभावित पर्न सक्छ। साथै फिफा सदस्य राष्ट्रको रूपमा नेपालले पाउँदै आएको अन्तर्राष्ट्रिय मतदान अधिकार र विश्व फुटबलका महत्वपूर्ण निर्णय प्रक्रियामा सहभागिता जनाउने अधिकार पनि गुमाउनेछ। यसले अन्तर्राष्ट्रिय फुटबल समुदायमा नेपालको उपस्थितिलाई कमजोर बनाउनेछ। फिफाको प्रतिबन्धले आन्तरिक फुटबल गतिविधि तथा प्रतियोगितामा असर भने पर्ने छैन। फिफा प्रतिबन्धका बावजुद स्थानीय स्तरमा सञ्चालन हुने गोल्ड कप प्रतियोगिता, सामुदायिक निकायहरूबाट सञ्चालन हुने फुटबल प्रतियोगिता तथा क्लब स्तरीय घरेलु खेलहरू भने जारी रहन सक्नेछन्। त्यसैले नेपाली फुटबलको आधार पूर्ण रूपमा समाप्त नै हुन्छ भन्ने अवस्था भने पक्कै पनि होइन। अब प्रश्न उठ्छ, फिफाले यस्तो कठोर निर्णय किन लियो? फिफाको नियमअनुसार कुनै पनि राष्ट्रिय फुटबल संघमा सरकार वा अन्य कुनै तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य हुँदैन। नेपालमा एन्फाको निर्वाचन प्रक्रिया र फुटबल प्रशासनसँग सम्बन्धित विषयमा बाह्य हस्तक्षेप भएको आरोप लामो समयदेखि उठ्दै आएको थियो। विशेष गरी जिल्ला स्तरको निर्वाचन सम्पन्न नगरी केन्द्रीय निर्वाचनतर्फ बढ्न खोजिएको विषयले विवाद चर्किएको थियो। फिफाले यसलाई थर्ड पार्टी इन्टरफेरेन्स अर्थात् तेस्रो पक्षको हस्तक्षेपको रूपमा हेरिरहेको बताइएको छ। अब आगामी दिनमा के हुन सक्छ? फुटबल विज्ञहरूका अनुसार फिफाले नेपालमा नर्मलाइजेसन कमिटी अर्थात् तदर्थ समिति गठन गर्न सक्नेछ। उक्त समितिले फुटबल प्रशासन सुधार, नयाँ संरचना निर्माण, विधान संशोधन तथा निष्पक्ष निर्वाचन सम्पन्न गराउने जिम्मेवारी पाउन सक्छ। यी प्रक्रिया पूरा भएपछि मात्र नेपालमाथिको प्रतिबन्ध हट्ने सम्भावना रहनेछ। समग्रमा भन्नुपर्दा फिफाको यो प्रतिबन्ध नेपाली फुटबलका लागि ठूलो झड्का हो। अन्तर्राष्ट्रिय अवसर, आर्थिक सहयोग र विकासका योजनामा गम्भीर असर पक्कै पनि पर्नेछ। तर समस्या समाधान गरी नेपाली फुटबललाई पुनः अन्तर्राष्ट्रिय मञ्चमा फर्काउने आशा भने अझै पनि जीवितै छ। तर प्रश्न यहाँ मात्र सीमित छैन। पहिले नै प्रतिभाशाली खेलाडीहरूको विदेश पलायन, दशरथ रङ्गशालाको कमजोर अवस्था र अन्तर्राष्ट्रिय मापदण्ड सम्बन्धी चुनौती, राष्ट्रिय टोलीका प्रमुख खेलाडीहरूको बारम्बार चोट, वर्षसम्म नियमित रूपमा सञ्चालन हुन नसकेका राष्ट्रिय लिगहरू तथा फुटबल प्रशासनभित्रका विवादहरूले नेपाली फुटबललाई लगातार ओह्रालो यात्रातर्फ धकिलिरहेका छन्। यस्तो अवस्थामा विकासको गति सुस्त बन्दै गएको नेपाली फुटबलमाथि आएको यो फिफा प्रतिबन्धले अझ कति ठूलो असर पार्ला? के नेपाली फुटबल यो संकटबाट उठेर फेरि अन्तर्राष्ट्रिय मञ्चमा मजबुत रूपमा फर्कन सक्ला? कि यो प्रतिबन्धले नेपाली फुटबललाई अझ गहिरो संकटतर्फ धकल्नेछ? तपाईको विचार के छ? कमेन्टमा अवश्य पनि लेख्नुहोला। यस्तै खेल समाचारका लागि नेपाली स्पोर्ट्स कनेक्टलाई सब्स्क्राइब गर्न नभुल्नुहोला र भिडियो सेयर गर्दै फुटबल प्रेमी साथीहरू समक्ष हामीलाई जोड्न सहयोग गरिदिनु हुन अनुरोध गर्दै भिडियो हेर्नुभएकोमा धन्यवाद। पुनः पक्कै पनि भेटौँला।